अहिले चाहिँ हामी बारीमा आएको छौँ। देखिरहनु भएको छ होला बारी। मेरो मिसेस तलनिर काम गर्दैछ। आजदेखि 3 दिन छुट्टी भएको कारणले गर्दाखेरि आज पहिलो अथवा सेकेन्ड सटरडेको दिन हामीले यहाँनिर खुर्सानी रोपेको छौँ। अनि मसँग मेरो छोरा पनि छ। माटो साह्रै खेलाउँछ हौ मेरो छोराले। माटो खेलाएर देखाइदिनुहोस् त भाइबी। माटो टिपिदिनुहोस् त। माटो हेर्नुहोस् है, साह्रो माटो खेलाउँछ हाम्रो बेबीले है। हो, आयनले माटो खेलाउँछ है। वाउ है। अनि हामी चाहिँ आज कहाँ छौँ भन्दा यहाँनिर टावरहरू पुरा उठिरहेको छ। यो टावर चाहिँ होइन, खास गरी तोनेबोडा, करेला अनि यहाँनिर छ त्यस्तै तोनेबोडा करेलाको झ्याङहरू ल्याएको छौँ। यहाँनिर हामीले आज एभाकाडो पनि 5वटा रोपेको छौँ बारीमा। अब मोरिङ्गो प्लान्ट गर्नु जानु आँटेको। यो चाहिँ के हो भन्दाखेरि हामीले मिक्स फार्मिङ सुरु गरेको। खासमा हो भने चाहिँ मेरो छोरा साह्रो चल्छ यो आयन। मेरो मिसेस चाहिँ अहिले खुर्सानी पोर्नुमा व्यस्त छ। साह्रै कामकारी। अनि यहाँनिर एउटा बारीमा एउटा फार्म जस्तो पनि बनाएको छौँ हामीले। मेरो छोरा नाप्दैछ। यो चाहिँ एउटा सानो भिडी थियो। यहाँनिर अहिले हाम्रो यो चाहिँ पम्पकिन पनि आउँदैछ। यो चाहिँ करेला भनौँ। यहाँ भर्खरै एभाकाडोहरू चाहिँ प्लान्ट गरेको छ। हामी यहाँनिर चाहिँ एभाकाडो 150 चाहिँ एभाकाडो लगाएको। राम्रो देख्छ होला भनेर। यतिमा चाहिँ योपालि मेरो मिसेसको जाँगरले गर्दाखेरि डल्ले खुर्सानी लगाएको छौँ। अनि अदुवाबारीमा चाहिँ डल्ले खुर्सानी। यहाँनिर चाहिँ हाम्रो फार्म हाउस भनौँ। लाइट ग्लेन्स बारीको यो त यस्तै छ। आज शनिबार, भोलि आइतबार, पर्सि सोमबार छुट्टी भएको कारणले गर्दाखेरि हामी बारीमा आएको। एकदम बेयरफुट, खाली खुट्टा। मेरो छोरा पनि बारीमा साह्रो इन्जोय गर्छ। यहाँ हेर्नुहोस्, साह्रो खेल्छ।